हेलो साथीहरू, मेरो युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। अनि मलाई चाहिँ धेरै दिनदेखि केही कुराहरू भन्न मन लाग्यो, किनकि अहिले चुनावी माहौल छ नेपालमा। अनि चुनावहरू आउँदैछ, अनि धेरै मान्छेहरू आज आफ्नो पार्टीहरू खोलिरहेछन्, अनि धेरै पार्टी खोलेर अगाडि बढ्ने कुरोहरू पनि गरिराखेको छन्। अनि मलाई चाहिँ के भन्नु मन लाग्यो भने कसैको विरुद्धमा कसैको खिलाफमा बोल्न खोजेको त होइन, तर पनि अहिलेसम्म छेत्री बाहुनहरूले अनि नाकचुच्चे भएकोहरूले धेरै देश चलाए, धेरैले देश चलाए, देश हाँके, तर पनि अहिलेसम्म देश कहिले पनि माथि लानु सकेनन्। धेरै धेरै कुराकानीहरू पनि गरे, अनि धेरै मान्छेलाई अनि अगाडि सारे, तर पनि हाम्रो मतवालीपनहरू चाहिँ, यो नाक थेप्चोहरू चाहिँ कहिले पनि उनीहरूको होस नखोले जस्तो लाग्यो मलाई। किनकि उनीहरू चाहिँ उनीहरूको पछि लागेर उनीहरू चाहिँ ठुल्ठुलो पोस्टमा बसिदिन्छन् र आफूहरू चाहिँ लड गरेर उनीहरू आफै युद्ध गर्छन्, अनि आफै मर्न अनि ऊ हुने अवस्थाहरू आउँछ। तर पनि कसैले उनीहरू चेत नखोले जस्तो लाग्यो मलाई अहिले पनि। अनि अहिले म चाहिँ के भन्न चाहन्छु भने, अहिले हाम्रो मतवालीपनबाट पनि जुन हर्का साम्पाङ भन्ने चाहिँ धरानबाट उठ्दै हुनुहुन्छ, उहाँहरूको लागि भोट दिएर कतिजना सहयोग गर्नुहोस्, म तपाईँहरूलाई भन्न चाहन्छु। आज तपाईँहरूले अब देखिसक्नुभयो, उनीहरूले आज नाक चुच्चो भएकाहरूले कति देश चलाए, कतिसम्म चलाए। जहाँ जुन ठाउँमा हेरे पनि उनीहरू नै ठुलो पोस्टमा छन् अहिले, तर पनि उनीहरूले अहिलेसम्म केही पनि गरेको देखिएको छैन। किनकि नेपालमा त्यत्रो उनीहरूले देश हाँके, तर पनि अहिलेसम्म विकास गरेको काहीँ पनि छैन। अहिले पनि अब अहिलेभन्दा अगाडि अस्ति भर्खरै जेनजी आन्दोलनमा हर्क साम्पाङलाई ल तपाईँलाई प्रधानमन्त्री बनाइदिन्छु भनेर काठमाडौँमा बोलायो भन्ने कुरा हामीले सुनेको थियौँ। उनीहरू बोलाएर वास्तवमा उनीहरूले पछि हर्क साम्पाङलाई प्रधानमन्त्री पनि दिएनन्। उनीहरूले बालेन शाहलाई प्रधानमन्त्रीको लागि अफर गरे, तर पनि बालेन शाहले त्यति हात उठायो। अहिले उनीहरू त्यस्तो अवस्थामा छन् अहिले। अनि हामीले यति बेला अब यो चान्समा हामीले हाम्रो मौकाहरू सुनिश्चित गरेनौँ भने हामीले आफै हेर्नुपर्छ त्यो गाह्रोहरू। हेर्नु होला, तपाईँले सपोर्ट गरिदिनुहोस्, उहाँलाई भोट दिनुहोस्, अनि तपाईँहरू सबैले भोट दिएर उहाँलाई जिताउनुहोस् भन्न म चाहन्छु। किनकि अब तपाईँहरू यति बेला उठ्ने अनि जुर्मुराउने समय भइराखेको छ, तर पनि आज अहिले हामी यति बेलासम्म अझै पनि हेरेर उनीहरूको पछि लाग्छौँ, अब आफै लड गर्छौँ भने अब हाम्रो कहिले पनि त्यो चान्सहरू आउनेवाला छैन। तपाईँहरूले सबैले भोट दिएर उहाँलाई जिताउनुहोस्, उहाँको साथ समर्थन गर्नुहोस् भनेर म चाहन्छु। जतिजनाले उहाँको साथ सपोर्टमा हुनुहुन्छ अझ राम्रो हो, र जतिजना बाँकी हुनुहुन्छ अझै तपाईँहरूले साथ सपोर्ट दिनु भनेर म चाहन्छु म चाहिँ। किनकि हाम्रो देश अहिले धेरै कठिन अवस्थामा छ। धेरै उनीहरूले सत्ता चलाए, हरेक पोस्टमा हरेक ठाउँमा ठुल्ठुला पोस्टमा चाहिँ उनीहरू छन्, तर पनि अरूलाई हामीलाई चाहिँ सानो सानो पोस्ट दिएर उनीहरू देश चलाएछन्, तर पनि कहिले पनि देशको लागि सोचेन। उनीहरूले आफ्नो व्यक्तिगतको लागि सोचे। त्यही भएर अहिले अब